हेलो नमस्ते सबैजना सन्चै आरामै हुनुहुन्छ होला अनि म पनि सन्चै आरामै छु। सबैभन्दा पहिले त हाम्रो यो 2082 सालको दीपावलीको सबैजनालाई ह्याप्पी तिहार है। दीपावलीसँगै सबैले देश विदेश जताततै हुनुहुन्छ जहाँ बसेर हेर्दै हुनुहुन्छ सबैजनालाई शुभकामना तिहारको ह्याप्पी तिहार। के गर्दै हुनुहुन्छ तपाईँहरू, कहाँबाट के गर्दै हुनुहुन्छ? हाम्रो चाहिँ रेडी हुँदैछ, सायद पनि लगभग 11 बजेको बिचमा छ भन्ने कुरा छ। त्यसको लागि हाम्रो सबै कुराहरू रेडी हुँदैछ। तपाईँहरूको के हुँदैछ? सबैजना रमाउँदै हुनुहुन्छ होला। कोही त रातभरि देउसी भैलो खेलेर सुतिरहनु भएको छ होला। हामीले पनि खेल्यौँ, रमाइलो भयो। अब हामी अहिले एकछिन बिचमा है त। आज चाहिँ मेरो आमा पनि आउनुभएको छ है। आज चाहिँ मेरो हजुरआमा आउनुभएको छ। यहाँ भिडियो हेर्दै हुनुहुन्छ। आमा के हेर्दै हुनुहुन्छ? के हेर्दै हुनुहुन्छ? भिडियो हेर्दै हो? देउसी हेर्दैछु। आज हाम्रो आमा लगभग धेरै पछि आउनुभएको। कति वर्षमा आउनुभयो आमा? कति वर्षमा आउनुभएको? 10-12 वर्ष। 10 वर्ष बस्नुभयो उता। आज चाहिँ आमासँग पहिलोचोटि तिहार मनाउँदैछौँ हामी। धेरै खुसी छौँ। आज सबैजना छौँ, सानमम्मीहरू, मामाहरू। अनि अहिले आमा आउनुभएको छ, धेरै खुसी लागेको छ। अब अहिले हामी फेरि भेटौँला होइन आमा? के भन्नुहुन्छ? तिहारको सबैजनालाई शुभकामना भन्नु न। रमाइलो हेर्न आउने नातिहरूको सबै नाति नातिना सबै हेर्न आइरहेको छु। म खुसी लागेको छु। सबैलाई भेट्छु भनेर आइरहेको छु। खुसी। कहाँदेखि आउनुभयो आमा? चाबेलदेखि। चाबेलभन्दा पहिले चाहिँ कहाँदेखि? ओखलढुङ्गादेखि तिहार मनाउन आउनुभएको? ल, हाम्रो आमा पनि तिहार मनाउनु। सबैजनालाई शुभकामना छ हाम्रो आमाको तर्फबाट पनि मेरो तर्फबाट पनि। कहिले भेटौँ है। हाम्रो चाहिँ ठ्याक्कै के बनाउनु भयो तपाईँले? हजुर हजुर। सेलरोटी अनि यो त पुरै के हो? खसीको मासु हो? के हो? खसीको रोस्ट हुँदैछ। कार्यक्रम यो अचार है? त्यो अचार आजको अचार स्पेसल छ। अनि यो हाम्रो यो पनि अचार हो है। अनि यहाँ छोइला बनाउनलाई यहाँ यस्तो छ। गुरु दर्शन के छ? अनि के गर्दै हो तपाईँ? म चाहिँ भर्खर थकित हराहरै के खाँदै हुनुहुन्छ है? तिहार स्पेसल छ, हुँदैछ नि अहिले एकछिन ल। हस् ल। अन्त के गर्यो तिमीले? हो कहाँ उभिरहेछ? ए ल, खाँदियो तपाईँ? म अब तिहारको रमाइलोमा चेलीबेटीले दिएको कसेली मिठो मिठो छानी खाँदैछु। सेलरोटी अनि स्याउ अनि रोस्ट सबै छ है। अनि त्यसपछि रेडबुल, हजुर हजुर। अनि त्यसपछि ब्ल्याक लेबल। ए महँगो चेलीबेटीहरूले त्यस्तो दिन्छ नि त, के खाने? ए हस्, अहिले भेटौँ ल है। थ्याङ्क यू। अब आज त्यही त हो नि, सामान किन्न माला किनेको थिएँ हिजो। अनि भाइ नभ्याइ भयो। ए ल, ढिलो भयो नि होइन। आमा बजु धेरै पछि भेट भयो। मेरो आमा कति महिना होइन वर्ष नै भयो किन मलाई नभ्याइ। हामी चाहिँ अब ठ्याक्कै रेडी हुँदैछौँ। अब केही समयपछि टिको लाउने है। अब तपाईँहरूले लाउनु भएको छ छैन? हाम्रो चाहिँ अब टाइम पनि हुन लाग्यो। तिमीहरूलाई गएर दसैँ फ्याँकिदिइसक्यो अर्को घरबाट। साइडमै लाउनुपर्छ। अब सबैजना तयारी हुँदैछौँ। अब एकछिनमा चाहिँ सलक्क टिको लाउनुपर्छ। कहाँ के लाग्नु? खाएर हाम्रो चाहिँ फेरि आज बिहानदेखिको मासु पकाएको पकाइ, त्यही भएर पनि हाम्रो चाहिँ लास्टै खाएर आएको छ। आमालाई के हाल्नु पर्यो? रेडबुल आएको छ ल। रेडबुलहरू आउँदैछ। मजाले सामान मिलाउँदैछौँ। हाम्रो चाहिँ ठ्याक्कै टिको लाउने साइड भइसक्यो है। कति बजेहरू भयो? किन निराश जस्तो आज नि के खानु पाइन्छ भनेर निराश भयो के हो? होइन खानामा धेरै चिज छ अनि मेलोमेसो नपाएर अब हामी एकैचोटि आँगनमा पुज्ने बेला है त।
मम्मी चाहिँ ठ्याक्क मामालाई पुज्न ठिक गर्दै हुनुहुन्छ यहाँ तल यसरी राखिसक्नुभयो यो के हो होइन अब ठ्याक्क त्यहाँ बिचमा बसेर टिका सुरु होला लाग्यो त्यसपछि मामाको पछि हाम्रो पालो मम्मी कहाँ जानुभयो कस्तो राम्रो आइरहेको छ कि कहाँ जानु मम्मी भित्र के सामानहरू के भएन अब टक्क लाएर त्यहाँबाट बल्ल ठ्याक्कै साइडमै भएन म 11:58 भएन ठ्याक्कै साइडमा लाग्यो आज चाहिँ त्यसरी होइन त हाम्रो भान्जी भर्खर उठिन् खै देखाउ त बुझ्दै ओइ सानो भिडियोमा ठ्याक्क ल राम्री मान्छेलाई ठ्याक्क ल बत्ती बालेर मम्मी चाहिँ टक्क रेडी गर्नुभयो अब ल अब भयो ल टक्क यहाँ मामालाई पुज्दै हुनुहुन्छ अब टक्क मजाले पुज्दै हुनुहुन्छ तीनचोटि भयो ल यो कटाउनु पर्छ भन्ने भित्री बाहिर गेट बाहिर बुझ्नु अब पहिलो बत्तीलाई थोरै अलिकति पुग्ने अलिकति त्यो के भन्दै हुनुहुन्छ मैले सुन्न मम्मी ए जस है रोगभेद नगर शान्त सबै जसमा भएको बस्छ जस कालो कार्तिकमा जम फोर्ने मम्मीले ज्याममै पार्नुहुन्छ छिटो गर्नु छिटो मम्मी फुत्त खेल भयो होइन ल अब त्यो अरूलाई त्यही भान्जी सिकाइदियो है चाहिँ गोलाइरोमा राखेर चाहिँ पुज्दै के गरेको खान्छ बुझ्दैछ हाम्रो सरको टाउकामा यसरी राख्थ्यो नि यो कुन चलन हो यो ठिकै हो क्या भइरहेछ अब हाम्रो भित्र जाने प्लान भइरहेछ है अब एकैचोटि भित्र
जीवनको सप्तरङ्गी निधारमा खुल्न देऊ है झेलु लामा बर्खे झरी तिम्रो इच्छा फुल्न देऊ है तिमीलाई चोट लाग्दा बहिनी मेरो मन रुन्छ तिम्रो दाई पाले दाई तिम्रो लागि जिउँछ मर्छ है ला 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 ला